तपाईको विचारमा धर्म भनेको के हो? आस्था र वास्तविकता। फरक फरक ठाउँमा फरक फरक मान्छेहरूले धर्महरू मान्ने गर्छन्, तर हामी सबैलाई सम्मान गर्नुपर्छ, किनकि हरेक ठाउँमा हरेक प्रकारका धर्महरूलाई मान्यता दिइन्छ र हामीले पनि सबैलाई सम्मान व्यवहारले हेर्नुपर्छ। मेरो विचारमा मूर्तिकारले अफिसको लागि भनेर मूर्तिहरू कुदिरहेको रहेछ। यता भने R410A ग्यास भर्ने काम भइरहेको रहेछ। नाइट्रोजन पछि यो ग्यास भरिँदो रहेछ। नाइट्रोजन चाहिँ लिकेज भएको छ कि छैन भनेर चेक हुँदो रहेछ र त्यो यदि राम्रो कन्डिसनमा छ, लिक भएको छैन भने यो ग्यास भरेर एसी कुलिङको लागि पुरा काम प्रोसेस हुँदो रहेछ। यता भने डाउन सिलिङ होचो भयो भनेर फेरि अल्काउन लागेछ। यिनीहरू पनि आफै परेशान हुँदै थिए। यता भने क्यास काउन्टरहरूको लागि अफिसको लागि भनेर डेन्टिङ पेन्टिङ हुँदै रहेछ। अनि यता चाहिँ भोटको लागि तयारी हुँदै थियो। साँझसम्म तयार हुन्छ होला भनेर म चाहिँ आफ्नो बाटो लागेँ। मेरो काम चाहिँ अलिक विशेष थियो। म चाहिँ बाहिर जानुपर्ने थियो र म कामको लागि भनेर हिँडेँ। बाटामा चाहिँ यति धेरै भिड मैले पहिलोचोटि अनुभव गरेँ यो पन्जाबको ठाउँमा आएदेखि। सयौँको सङ्ख्यामा महिलाहरू थिए, पुरुष त कम नै थियो, किनकि यहाँ बसको टिकट चाहिँ फ्री रहेछ। आधार कार्ड देखायो भने उनीहरूलाई टिकटको पैसा लाग्दो रहेनछ। म 2-3 घन्टाको पर्खाइपछि बल्ल तल्ल बस चढेँ। बसमा यति धेरै घुर्चो थियो कि मलाई अचम्मै लाग्यो, यो म पहिलोचोटि अनुभव गरेँ, यस्तो त नेपालमा पनि हुँदैन भनेर। बिहान गएको मान्छे साँझ मात्रै होटलमा फर्के। होटलमा भने बिजुलीवालाले आफ्नो कामहरू गरिरहेको रहेछ। कामहरू चाहिँ अलिक छिटो गर्नु पर्यो भने बिजुलीवाला अलिक ढिला नै छ मान्छे। यता भने हुडको लाग्ने काम चाहिँ बिहान सुरु गरेको, आधा चाहिँ लागिसकेछ, अब केही बाँकी छ। मैले भने यो अलि डाउन भएन र माथिबाट हाल्नुपर्ने भने अप्सन नै त्यस्तै छ, यहाँ चाहिँ मिलाउनु पर्ने भएको छ भनेर भने। हुन्छ मिलाउनु नि भोलि भनेर भने। आज चाहिँ ढिला भयो, हामी जान्छौँ भनेर भने। हुन्छ त्यसो भए हामी पनि जान्छौँ भनेर आफ्नो बाटो लाग्यो।